हेलो गाइज वेलकम टु माई च्यानल है त आजबाट नयाँ च्यानल सुरु भएछ सबैले लाइक सेयर हाल्नु हामी आज बुलबुले जाँदैछौँ है त यस्तो हुँदैन होइन में तो माछा आउँदैन है त माछा खाँदा त्यसो गरेर नयाँ नयाँ आजभोलि होइन नयाँ सरकार आयोबाट स्थानीय सरकार आयोबाट यस्तो छ हाम्रो दिपक सर यता हुनुहुन्छ होइन धामी आइरहेको छ कति यस्तो छ है पानीहरू यो चाहिँ केटाहरूको धारो हो यो चाहिँ लेडिजहरूको होइन अहिले चाहिँ कोही छैन लेडिजहरू चाहिँ अहिले जान त पाइन्छ जानकारीको लागि हो बुलबुलेको 10 धारामा लुगा धुन र नुहाउन निषेध छ अरे पहिला लुगा धुन्थ्यो यता आज धुन चाहिँ निषेध भइरहेको छ साथीहरू यता हेरौँ है यस्तो छ अवस्था होइन पहिला चाहिँ पानी आउँथ्यो आजभोलि यस्तो हालत खराब भइरहेको छ यसको चाहिँ विशेष व्यवस्था गर्नु पर्ला विशेष व्यवस्था गर्नुपर्ने हो समयमा तर अहिलेसम्म गराएन हेरौँ गाईचोर बुलबुल यस्तो हरियाली छ आज पानी पर्दाखेरि झन् हरियाली भइरहेको छ परि पनि खरेको रहेछ गाई चाहिँ त हेरौँ है त बुलबुली आज पानी परेर यस्तो हरियाली भइरहेछ म देखाउन चाहन्छु आज धेरै राम्रो छ आज मौसम पनि कुल भइरहेछ हामी पनि कुल नै हो फेरि अरू त होइन यस्तो छ हेरौँ है त गाइजहरू मन पऱ्यो भने लाइक सेयर कमेन्ट चाहिँ हान्नु पऱ्यो है त त्यसपछि सब्सक्राइब पनि हान्नु पऱ्यो फेरि आज किनी नै बजाउनु पऱ्यो यताबाट बोट चढ्ने रहेछ बुलबुलेको यताको बोट चाहिँ हो यस्तो छ बुलबुले आज चाहिँ यता बन्द छ है त हेरौँ कन्फिडेन्स हेलो गाइस तपाईँलाई आज म एउटा मेरो हाम्रो किस्सा सुनाउँछौँ है हामी पहिला चाहिँ बुलबुले आउँदाखेरि हामी यता बोर्डिङ पढ्दाखेरि सानो क्लासमा यिनीहरू पौडी खेल्थ्यो भन पौडी खेल्न आयौँ एकपटक त्यसपछि पौडी खेल्न आएको हामी पौडी खेल्न आउँथेन यता माछा पार्थेँ यिनीमा खेल्थ्यौँ आज यस्तो भइरहेछ बुलबुले ताल चाहिँ हामी टिकट काट्नको लागि टिकट नकाटेर त्यहाँबाट छिरेर आउँथ्यौँ हामीहरू
बुलबुले पहिला चाहिँ यता कस्तो थियो, अहिले बुलबुले चाहिँ यस्तो दामी भइरहेको छ है त। एउटा कुरा चाहिँ अर्को चाहिँ यता होइन, यता यस्तो यस्तो पानी जमिरहेको छ नि, यसलाई ड्रेनेजको पनि व्यवस्था गरिदिएको भए हुन्थ्यो होइन। पानी आयो भने यस्तो जमिरहेको छ हेर्नु है त गाइस। बुलबुल यस्तो छ यतापट्टि पानी आएर यस्तो जम्ने भइरहेछ। यसको पनि व्यवस्था केही गरिदिएको भए अझै राम्रो हुन्थ्यो कि भन्ने हो। अनि अर्को कुरा यो पहिला चाहिँ यता ढुङ्गा चल्थ्यो होइन, ढुङ्गा चल्थ्यो। अहिले चाहिँ अर्को बोटहरू चलिरहेछ, त्यस मोटरवाला बोटहरू चलिरहेछ। त्यसले गर्दा हल्का यस्तो फोहोर पनि भइरहेछ फेरि त्यही अनुसारको। बट त्योभन्दा पनि ढुङ्गा चलिदिएको भए अझै दामी हुन्थ्यो भन्ने हो कि, अझै राम्रो हुन्थ्यो भन्ने हो मान्नु। यताको भ्यू चाहिँ बुलबुलेको भ्यू चाहिँ यताबाट यस्तो छ हेरौँ है त माथिबाट।
सो मच। बाँकी चाहिँ अब एउटा भिडियो भोलि लिएर आउँछु। मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब गर्नु होला। आजलाई बाई बाई त।